दर्शकबिन नमस्कार। आज हामी एकजना बाबुलाई यहाँहरूले देखिरहनु भएको छ। 17 वर्षीय विजय विष्ट भराई उपमहानगरपालिका वार्ड नम्बर 4 गुराघारी टोलमा आइपुगेका छौँ, जहाँ यो घर भाडामा लिएर एकजना आमाले आफ्नो सन्तानको उपचारमा खटिरहनु भएको छ। यति भन्न चाहन्छु, सहयोग गर्नु, मलाई बचाइदिनुहोस्। जटिल रोगबाट तपाईँको दाइ ग्रसित हुनुहुन्छ, के भन्न चाहनुहुन्छ देश तथा विदेशमा रहने सहयोगदाताहरूसँग? सबैजना नमस्ते। सक्दो सहयोग गर्नलाई मेदाले बचाइनलाई भन्न चाहन्छु। यति बेला हामी एकजना 17 वर्षीय बालकको यो दयनीय अवस्थालाई यहाँहरू माझमा रिपोर्टिङ गरिरहेका छौँ, जहाँ यो कलिलो उमेरमा पनि मृगौला जस्तो प्राणघातक रोगले ग्रसित भएर आज मृगौला पीडित हुनुहुन्छ विजय विष्ट बाबु। आज उहाँको आमा, जन्मदिने आमा, उहाँको बहिनी र एकजना समाजसेवी व्यक्तित्व रेसु घिमिरेजी हुनुहुन्छ, जसले विभिन्न बिरामीहरू, विभिन्न प्रकृतिका बिरामीहरूको सेवामा तल्लीन हुनुहुन्छ, जसले घर आउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म उहाँले चाहिँ निःशुल्क रूपमा आफ्नो अटो मार्फत चाहिँ सकिने सेवा प्रदान गर्दै आउनु भएको छ। म विशेष गरेर उहाँप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छु।